हेलो गाइस वेलकम है यो आज होलीको दिनमा ल हो साथीहरु ल सुरु भइसक्यो यता चाहिँ सेकुवाको कार्यक्रम सुरु भइसक्यो यता ल साथीहरु यहाँ तेलको अभाव भइसकेपछि तेल निकाल्ने काम चाहिँ सुशान्त आचार्यबाट हुँदैछ है यो टेक्निक चाहिँ हाम्रो अति सरले दिन्छ यस्तो सिंगै माछा यो माछाको रामदा यो माछाको जात के हो रे फुलापिया बुझेन अब पिया पिया के रामदा दाउरा मसला त बच्च के यार ठिकै अझै एउटा छ के अझै हालौँ न त माछा छिटो बच्छ के अलि के आबाट यार माछा टाइम लाग्दैन ल साथीहरु यहाँ पुरै सिंगै माछा खाने कार्यक्रम छ आज उतातिर पनि भइरहेछ यो मास्टरले गर्ने भनेकै विद्यार्थीको कुरा त हो र अनि यो के राख्या त यो कहाँ त्यसको माथि हैन यो माथि राख्नु त मैले अर्को त्यो गराउने भनेको थिएँ तलबाट राख्नु भनेको थिएँ नजिक हुन्छ अहिले बन्द गर त उ एकछिन के लमै पाइन्छ त यो अल्मुनियम फोइल पनि दामी हुन्थ्यो के त्यही गरेर नि त ल हेर्नुहोस् है साथीहरु यो खाने स्टाइल पनि पुरै वन मान्छे जस्तो है पुरै चिम्पान्जी यता 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 हेर्नुहोस् है गाइजहरु ओए त्यो माछामा नमिसाम्न यार नखाने भने रामदाई र म मात्रै हो हैन तीर्थ दाइले अघि नै खाएर पेट भरिसक्नु भएको छ ल साथीहरु सुरु भइसकेको छ अब हाम्रो चाहिँ होली खेल्ने कार्यक्रम ह्यापी होली गाइस ह्यापी होली रातो कति छ जोगी मात्र राख्ने मलाई बनाइदिए केटाले पर्दै गाइस यस्तो भयो नै म चाहिँ यस्तो अब एउटा फोटो खिचौँ के ओए सबै आउ त यहाँ फोटो खिचौँ एउटा ल मेरोबाट राम्रो खिच्छ के ल ल अहिले चाहिँ म ड्रोन शटबाट भिडियो बनाएको छु आफ्नै सन्चय खोज्छ के त्यो